साथीहरु नमस्ते। आज चाहिँ म सकेट लाउन गइरहेको छु। हेर्नु है सकेट। यो चाहिँ हाम्रो किचन एरिया हो। किचन एरियामा चाहिँ सकेट लाउन गइरहेको छु। हामीसँग चाहिँ यो नुर्को कम्पनीको सकेट आएको छ। हेर्नु है नुर्को कम्पनीको सकेट। अनबक्सिङ गरौँ। यो भित्रबाट यस्तो रहेछ यसको कभर। 10 पिस हुन्छ यसमा चाहिँ। ल एकदम नि ब्ल्याक कलरमा छ है। एकदम डार्क ब्ल्याकमा चाहिँ हामीसँग सकेट आइपुगेको छ। हेर्नु यसको म्यानुअल हो यो। यो चाहिँ कति एम्पियरको हुन्छ तपाईहरुलाई म देखाउँछु है। ल यसको कभर यो राम्रो कुरा भनेको यसको प्लास्टिक हुन्छ है कभरमा। जहाँ चाहिँ पेन्ट गर्दा ओर्दा पहिले फिक्स गर्दा पनि फरक पर्दैन। पछि पेन्ट चाहिँ हुनुभयो भने खराब हुने किनकि प्लास्टिक भित्र कभर हुन्छ र अनि कभर लाउन पनि मिल्छ है। पहिले यो कभर यसरी पुरा खोल हुँदा लाउन नि मिल्छ के खोलै निकाल्नु पर्दैन। यो चाहिँ सकेट हाम्रो हेर्नु एकदम राम्रो खालको सकेट छ। ल 13 एम्पियरको सकेट हो। हेर्नुस् त नजिकबाट म देखाइरहेको छु। ल आउनुहोस् है त मेरो अब काम गरौँ। काम गर्ने ठाउँ Wow